हेलो गुड इभिनिङ साथीहरू। ट्युसन जाँदैछु नानी लिनु आज पनि। आज चाहिँ मेरो साथी आएको छ, यहाँ हेर्न सक्नुहुन्छ। हावा खान निस्किँदैछ मेरो साथी पनि, त्यही भएर मेरो साथी भयो। ऊ चाहिँ हावा खान निस्केको अरे नि त। छाता पनि बोकिरहेको छु दुईटा, हेर्नु नि। नानीले पनि छाता लगाएन, पानी अचानकमा परिहाल्छ नि त कोही बेला, त्यही भएर। यहाँ हेर्नुहोस् हाम्रो साथी अर्को पनि जाँदैछ। हाम्रो साथी चाहिँ यही हो। ऊ माथिबाट अर्को पनि उभिरहेको छ बाँच्नुलाई त, बाँच्नुलाई त हो त। जाँदैछु। अस्ति चाहिँ अँध्यारोमा देखाएको थिएँ नि त यो जग्गा मैले, रात परिरहेको थियो। अहिले चाहिँ उज्यालो छ यहाँ साथीहरू, उज्यालो उज्यालै छ। जुलाईदेखि चाहिँ अलिक छिटो छिटो रात पर्छ। अहिले त त्यति साह्रो रात पर्दैन नि त, 6:30 पनि। पानी परेर रहेर धुम्म भइरहेको छ। अब त बर्खा लागेको, पानी त यत्तिकै हो नि। ऊ माथि पनि एउटा कुकुरले हेरिरहेको छ, हेर्नुहोस्। यो जग्गामा चाहिँ कुकुर हुन्छ है बेसी जस्तो चाहिँ नि, पुरा हुन्छ। अर्को जाँदैछ, अर्को मेरो साथीले पनि अलिअलि रिल्स बनाउँदैछ। हिँड्दै रोकिँदै हामीलाई पर्खिँदै हिँड्दै पो गर्छ त यो बच्चाले त। यति बेलातिर चाहिँ हिँड्नु मजा आउँछ नि हौ, शीतल हुन्छ नि त नि, राम्रो मजा आउँछ यति बेला चाहिँ हिँड्नु, रमाइलो लाग्छ यति बेलातिर हिँड्नु चाहिँ। हाम्रो बस्तीमा भएर मात्रै नि, तलतिर भएदेखि मजा आउँथ्यो नि हौ, खाँदै हिँड्नु। उयो हेर्नुहोस् है साथीहरू, मेरो साथीले चाहिँ भिडियो गर्दैछ मजाले हो। ट्युसन पार्टी नै आउँदैछ तल। ट्युसनको केटाकेटी पनि आयो, छुट्टी पनि भयो।